साथीहरु फेरि पनि म हजुरहरुमा आज उपस्थित भइसकेको छु। यतिखेर म छु अडाइजन हाम्रो गुजरात सुरत अडाइजन पार्ली गार्डनमा आइसकेको छु यतिखेर है। अनि फेरि हामी अहिले हाम्रो भनौं न हामी जो जता भए पनि तर हाम्रो एउटा नेपाली पोशाक भनौं नेपाली कल्चरमा लगाइने लुगाहरू पाइने ठाउँमा आइसकेको छु। म यतिखेर अडाइजन पार्ली गार्डनमा छु। देख्न सक्नुहुनेछ उहाँ हाम्रो बहिनीहरू पनि यहाँ फुटासुटमा को लागि यहाँ आउनु भएको छ अडाइजन पार्ली गार्डनमा हैन। बहिनी के छ हालको खबर? राम्रो। अनि तपाई यहाँ कहाँ बस्नुहुन्छ? वेसुमा। वेसुमा बस्नुहुन्छ के हाम्रो यो हाम्रो हामी नेपालीले लगाइने लुगा हैन त्यो लगाउनको लागि फुटासुट गर्नको लागि यहाँ आउनु भयो? आउनु भयो। अनि कस्तो लाग्छ त हाम्रो नेपाली पोशाक? धेरै राम्रो। हामी जो जता भए पनि तर हाम्रो जो पोशाक हामीले लगाउने लुगाहरू लगाउने सबैलाई रहर लाग्छ हैन। यो केही दिन पहिलादेखि मात्रै सुरतमा यहाँ चालु भएको हो थाहै छ तिमीलाई? यहाँभन्दा पहिला थिएन हैन। अहिले धेरै मान्छेहरू आउँछन् थाहा छ? ए अनि सबै हेर्न सक्नुहुनेछ है साथीहरू। अनि हाम्रा यहाँ जो अहिले भनौं न सञ्चालक हुनुहुन्छ यो नेपाली कल्चरमा जो ड्रेस पाइने लाई ड्रेसको लागि सुविधा गर्नुहुन्छ यताउता हजुरहरूलाई पनि काहीँ फोटोसुटको लागि मगाउन पनि सक्नुहुनेछ। पनि नमस्कार। नमस्कार। के छ सन्चै हुनुहुन्छ? सन्चै। अनि हाम्रो नेपाली कल्चरमा यहाँ विभिन्न ठाउँबाट हाम्रा दिदीबहिनीहरू आएर हैन फोटोसुटको लागि आउँछन्। कस्तो लाग्छ? धेरै राम्रो लाग्छ किनकि कोही कोही दिदी बहिनी त जान्नन्, त्यो बहिनीहरूको दिदीहरूको सबैको यहाँ हामीहरूले ड्रेस लिएर सबैको रहर पुरा भएको छ। एकदमै धन्यवाद छ हजुरलाई। भनौं न हामी जो जता भए पनि तर हामी नेपालमै नभए पनि अर्काको देशमा भनौं भारतमा आएर पनि हामी हैन रोजगारीको लागि आएका अनि त्यही पनि हाम्रो एउटा कल्चर नेपाली कल्चरमा विभिन्न प्रकारका डिजाइनहरूका हाम्रा कपडाहरू यहाँ उपलब्ध हुँदा हामी पनि धेरै खुसी छु। हाम्रो दिदीबहिनीहरू पनि यहाँ आउँदा धेरै खुसी हुनुहुन्छ होला नि हजुर? हजुर म पनि धेरै खुसी छु, धेरै खुसी। अनि यहाँभन्दा पहिला किन ल्याउनु भयो न त? आज भन्नु हाम्रो यहाँ सुरुवातमा कति महिनादेखि हाम्रो यो नेपाली कल्चरमा यो नेपाली कल्चर 2-3 महिनादेखि सुरु भयो। त्यति पहिला हामी नेपाल गए पनि थिएन, हामीलाई पनि त्यति थाहा थिएन। यो आइडिया चाहिँ कसले ल्यायो कि यहाँ? मेरो घरवालाले मेरो लोग्नेले ल्याएको थियो यो आइडिया। धन्यवाद छ उहाँलाई हैन। हामी जो जता भए पनि हाम्रो संस्कृति हाम्रो काल हाम्रो कला हाम्रो भाषा भेष जोगाउनको लागि हजुरको श्रीमानले भनौं न यो आइडिया ल्याएकोमा एकदमै धन्यवाद छ उहाँलाई है। अनि कतिका हाम्रा दिदीबहिनीहरू आउँछन् त हजुर? धेरै आउँछन्, धेरै भन्दा त धेरै आउँछन्। सन्डेको दिन हामी जान्छौँ पाल गार्डन जान्छौँ अनि त्यो लेक गार्डन जान्छौँ। त्यहाँ धेरै भिड हुन्छ, धेरै दिदीबहिनीहरू आउँछन्। सबैले भन्छन् कि म लगाउने भनेर समय पाइँदैन होला? समय पाइँदैन, पानी पिउने दिनमा धेरै सबै दिदीबहिनीहरू आउँछन् लगाउँछन्, खुसी भएर जान्छन्। ल धन्यवाद छ हैन। अनि तपाईले त आफ्नै पनि टेलर पसल यहाँ हाल्नु भएको छ हाम्रो नेपाली पोशाकमा अब कपडा सिलाइ गर्नको लागि। त्यो दर्शकहरूलाई केही तपाईको कहाँ छ पसल? केही कसैलाई भनौं न हाम्रो नेपाली डिजाइनमा कपडा सिलाइ गर्नु छ भनेपछि तपाईको त्यो पसलमा आउनु छ भनेपछि केही एड्रेस दर्शकहरू जति पनि हाम्रो भिडियो हेरिरहनु भएको छ उहाँलाई कसैलाई कपडा सिलाइ गर्नको लागि आउनु छ भने तपाईको एड्रेस? हजुर नमस्कार, म जमुना तिरुवा, म पालनपुर जगतनाका सन्तुकाराम छेमा बस्छु। त्यहाँ खुशबु टेलरको नाममा हामी नेपालको सबै किसिमको डिजाइनको हामी मेरो पसलमा कपडा सिलाइन्छ। हजुरलाई सिलाउनु छ भने मलाई कन्ट्याक्ट गर्नु होला। तपाईको नम्बर पनि भनिदिनु नि त। कन्ट्याक्ट गर्नु होला। तर पनि नम्बर म स्क्रिनमा पनि हाल्ने छु। फेरि पनि तपाई आफ्नो मुखबाट पनि दर्शकहरूलाई सुनाउनु। मेरो नम्बर हो 7622909317। यो नम्बरमा हजुरहरूले कन्ट्याक्ट गर्नु होला मलाई। धन्यवाद। धन्यवाद। फेरि देख्नुभयो हामी जो जता भए पनि तर हाम्रो भाषा भेष हाम्रो संस्कृति हाम्रो कलालाई जोगाइराख्नको लागि हामी भनौं न अहिले यतिखेर छु भारत गुजरात सुरतको अडाइजन पार्ली गार्डनमा छु र उहाँले हाम्रो एउटा नेपाली कल्चरमा विभिन्न प्रकारका अलग अलग फेसनहरूका ड्रेसहरू उपलब्ध गराउनुहुन्छ। हजुरहरूले फोटोसुट गर्न छ भने आउनु होला अडाइजनको पार्ली गार्डनमा। यहाँ हजुरहरूले भने जस्तै र खोजे जस्तै हाम्रो नेपाली डिजाइनमा कपडा उपलब्ध गराउनु हुने दिदी हुनुहुन्छ उहाँ। ल अनि फेरि हजुर
यो सुरत गुजरातका त ठिकै छन् होइन। सुरत गुजरात भन्न हामीहरूले जति पनि फोटोसुट गरिसकेपछि हाम्रा फेसबुक साथीहरूले भन्नुहुन्छ हामीलाई, जस्तै कि राजकोट, अहमदाबाद, बम्बईबाट हामीलाई यति भाडामा ग्रुपसँगै टिम सहितकै यो ड्रेस चाहिएपछि भाडामा उपलब्ध गराउन सकिन्छ कि भनेर धेरैजनाको क्वेसन छ मलाई। सकिन्छ, दिन्छौँ हामी। जहाँ माग भयो, जहाँबाट अर्डर आउँछ त्यहाँ हामी कपडा लिएर जानेछौँ। किनकि अब हामी सबै अब यही कपडाकै त्यसैमा लागेका छौँ त हामीले जानुपर्ने हुन्छ। जस्तै तपाईँले बाहिर कपडा पठाउनु पर्छ भनेपछि त्यसमा पहिला केही डिपोजिट त चाहिन्छ होला, त्यतिकै त बगर डिपोजिट। हजुर, त्यो डिपोजिट त चाहिन्छ। अब त्यतिकै त हामी हो, पनि त्यही- दिन त्यही। सक्दैनौँ। ल अनि सर एउटा कुरा मैले सोध्न बिर्सेको थिएँ, हजुरको खुसबु टेलरमा के उपलब्ध गराइन्छ? हाम्रो खुसबु टेलरमा सबै प्रकारको लुगाहरू, नेपाली पोसाकहरू, ढाका टोपी, दरबार सुरुवालदेखि लिएर सबै किसिमको सम्मानित खासा पनि हामीहरू वहाँ राखेका छौँ। और हामीले सुटिङको पनि सबै कुराहरू व्यवस्था गरेका छौँ। देउडा गीत कसैलाई कुन चाहिँ सुटिङ गर्नु छ भने चाहिँ हामीलाई वेशभूषाहरू कुनै पनि प्रकारको कपडाहरू सुटिङको लागि पनि हाम्रो वहाँ कपडा डिजाइनको कपडा तयार हुन्ला छ। क्रसको लागि पनि छ, लिडरको लागि पनि पाइने छ होइन। हामीलाई सम्पर्क गरिदिनु होला। कसैलाई पनि सुरत गुजरातमा इन्डियाभरिमा कहीँ पनि विभिन्न ठाउँमा सुटिङको व्यवस्था चाहियो लुगाको छ भने चाहिँ हामीमा सम्पर्क गरिदिनु होला। हाम्रो टिम लगायत र हामीलाई कन्ट्याक्ट गरिदिनु होला। हामी स्वयं वहाँ पुग्नेवाला छौँ। नमस्ते सबैलाई। ल देख्न सक्नुहुनेछ हजुरहरू इन्डियाभरिमा कहीँ पनि तपाईँहरूलाई हाम्रो नेपाली कल्चरमा ड्रेसहरू सुटिङको लागि चाहिन्छ भने सम्झनुहोस्, गुजरात सुरतमा खुसबु टेलरलाई स्क्रिनमा नम्बर पनि दिइसकेको छ। ल धन्यवाद।